हजुरलाई हेलो गुड मर्निङ एभ्रिवान। आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ म यहाँ रुमदेखि बाहिर आएको छु। अहिले यहाँ चाहिँ बेला बेला घाम लाग्ने, बेला बेला घाम हराउने भइरहेछ। हिजो चाहिँ मैले फाइनल्ली भिडियो ल्याउनु पाइनँ। अलिकति हिजो म थोरै बिजी थिएँ, त्यही भएर भिडियो बनाउनु पाइनँ। अनि आज चाहिँ मैले अहिले बिहानै भिडियो स्टार्ट गरिसकेको छु। आजको भिडियो के कस्तो हुन्छ हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला भन्न चाहे। र अब हामी चाहिँ ड्युटी जानु लागेको हो, साथीहरू पनि आउनु लागेको छ। आज हामी लगभग बिहान छिटो आएछ भने हामी आज थिम पार्कतिर घुम्छौँ होला। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न चाहे। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। त्यही हो, आजको भिडियो राम्रो हुनेछ। साथी पनि आइपुगेछ, साथीलाई पनि देखेको थिइनँ। आज आयो नि, हिजो आएन, हिजो बिजी भयौँ नि त हामी। अनि के भनिदेऊ आज होइन, यस्तो छ यो बाहिर मौसम पनि चिसो आइरहेको छ होइन। आज ठिक्क छ यो मौसम, चिसो मिल्दैन, यतिको मौसम राम्रो छ। ल त्यही हो, भिडियो हेर्दै गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ युट्युब च्यानललाई टिङ टिङ गरेर एउटा सब्सक्राइबर चाहिँ हालिदिनु होला भन्न चाहिँ। ल त्यही हो, अब हामी दुईजना भइसकेछौँ यहाँ। अब एकजना आउनु बाँकी छ। भिडियो हेर्दै गर्नु होला। लेट्स सी। आजको घामको कुरा गर्ने भने चाहिँ अहिले घामले हामीलाई सम्झी घाम आइरहेछ। यो घामको फक्स कहाँ छ मैले देखिरहेको छुइनँ, तर घामले चाहिँ बबलाई गरिरहेछ। यो यस्तो दामी छ है, खतरा छ है, बबल देखिरहेछ। यो आकाशतिर यो घाम कहाँ हो कहाँ, यो बाहिर त हेर्नु सक्नुहुन्छ। यस्तो दामी खुलिरहेछ, यस्तो दामी छ, यस्तो दामी छ। म चाहिँ यहाँ अनि यस्तो दामी ठाउँमा टक्क यहाँ बसिरहेछु। घामले पोलेर अनुहार पनि कालो बनाइसक्यो। गोरो मान्छेलाई बिजक छ नि होइन। घाम लागेन भने जाडो हुन्छ, घाम लाग्यो भने गर्मी हुन्छ, अनुहार पिल्सिन्छ। निलै घाम लाग्यो घमाइलो, जटा हेरे पनि हजुरपुर बाहिर रमाइलो। ल त्यही हो, अहिले चाहिँ यताबाट आएको छु म, यो ग्राउन्डको घरि आएको छु। यहाँ चाहिँ तपाईँलाई राम्रो छ, पछाडि चाहिँ हेर्नु सक्नुहुन्छ है। यस्तो मौसम भयो भने चाहिँ रुममा बस्नु पनि मजा आउँछ, छुट्टी भएको दिन पनि। अब अहिले त हामी काममा जानुपर्छ। आजको मौसम चाहिँ खतरै छ होइन। यस्तो दामी घाम लागेर अनि सट्ट घाम हराउँछ, फेरि सट्ट आउँछ। अनि साथीहरू पनि आइसक्यो। साथीहरू चाहिँ पर घामले पोलेर कुनामा बसिरहेछ। अब म चाहिँ यहाँ ग्राउन्ड अगाडि आएको छु। त्यही हो, एकदम बबल छ दिनहरू। ठाउँमा चाहिँ यहाँ बस्नु पर्यो। अब साथीहरू आउँछ अहिले रनिङ गरेर। अब हामी चाहिँ गएर काम गर्नुपर्ने हुन्छ फेरि खतरा तरिकाले होइन। पैसा कमाउनु पर्यो नि त, पैसा नकमाइ हुन्छ होइन। ल त्यही हो, भिडियोलाई चाहिँ हेर्दै गर्नु होला टक्क लाएर। आज चाहिँ म भिडियोमा खतरा देखाउनेवालामा छु। यो माथि मान्छेहरू खतरा बसेर हेरिरहेछ होइन। यहाँदेखि देखिएको छैन होला, हातै गलिसकेको मेरो चाहिँ। मूर्तिको धागाले उडाइदिएछ त नि। ए त्यो मूर्ति हो, त्यो चाइनिजको मन्दिर हो क्या। ल अहिले चाहिँ हामी यहाँ तिनजना भेला भएर भेट भएर बसिसकेको छौँ। अब चाहिँ हाम्रो लगभग 2 मिनटमा चाहिँ भेट आइपुग्छ है। भेट आइसकेको छ। अब केटाहरू पनि खुसी छ भेट आउँदाखेरि। अब काममा जानुपर्ने हुन्छ। अब भेन आयो बित्तिकै भेन आयो कि काममा गयो।
हेर्न आएन रुममा सुत्यो होइन के गरेको छ हेर्न क्यामेरामा फोकस गर न क्यामेरामा अनि अरू लालिपप ए लालिपप कहाँ गयो अनि लालिपप गाडी आउँदैछ ल त्यही हो अब चाहिँ हामी हाम्रो भेन पनि आइसक्यो अब चाहिँ हामी भेनमा जान्छौँ एकाडी भेनदेखि झरेर म देखाउनेछु कहाँ पुगिन्छ हामीलाई भाग्यले कुन बाटो डोराउँछ हेर्दै गर्नु होला ल अहिले चाहिँ हामी टक्क लाएर भेनदेखि सरर झरेर हामी खुइ 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 खुट्टाले हिँडेर अहिले हामी यहाँ गेन्टिङ हाइल्यान्डको अगाडि मजासँग बसिरहेको छौँ होइन गेन्टिङ हाइल्यान्डमा बसिरहेको छौँ अनि अब आजको नि भिडियो मैले मजाले बनाउनै पाइनँ भेन ढिलो आयो म क्षमा चाहन्छु किनकि म पनि अब भर्खरै सिक्दै गरेको मान्छे हो अब भिडियो कहाँ कहाँ के बनाउनु पर्ने त्यति धेरै थाहा छैन मलाई हाम्रो उहाँ हुनुहुन्छ प्रो चाहिँ उहाँले चाहिँ खासै त्यस्तो अलि वास्ता गर्नुहुन्न उहाँले धेरै कमाइसक्नुभयो धेरै रमाइसक्नुभयो होइन कस्तो लाग्यो मेरो मजाक रमाइलो छ रमाइलो छ ल त्यही हो अब हामी आएर यहाँ बसिरहेछौँ बाहिर घाम पनि लागिरहेछ तर हामीलाई चाहिँ घामले एकदमै पोलेको कारणले हामी चाहिँ यहाँ के हारे यो ए के को बोट खाँदैछ यो सल्ला ढुपीले भन्नेको बोटमा बसिरहेछौँ हावा सरर आइरहेछ होइन ल सही हो बप्पल देखिरहेछ उति हेर्न सक्नुहुन्छ हावाले सुई 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 हल्लाइरहेछ रुखहरूलाई पुल यहाँ यस्तो छ यो बाटो चाहिँ मुनिको हामी त अब हामी भन्दा हामी नै हो हामी त हामी नै हो नि होइन ल त्यही हो आज पनि एउटा छोटो भिडियो लिएर आएँ हेरिदिनु भयो होला माया गरिदिनु भयो होला होइन च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला टक्क लाएर बुवाकानलाई यस्तो कसरी अरे ठक्क खिचेर हेलो ल त्यही हो अब हामी चाहिँ फेरि काम पनि गर्नुपर्ने हुन्छ भित्र पनि पस्नुपर्ने हुन्छ यो बाहिर भिडियो बनाउँदै बसेर रमाएर मात्र हुन्न हामीलाई एनी हाउ पैसा कमाऊ भन्ने लक्ष्य लिएर हामी यहाँ आएको हो अब लगभग म 3 दिन हाल्छु सरासर भिडियो अन्तिमसम्म माया गरेर प्राय मेरो भिडियोलाई हेरिदिनु होला त्यहाँदेखि चाहिँ लगभग फेरि मेरो मर्निङ ड्युटी आउँछ अलिकति भिडियो हाल्नु टाइम पुग्दैन त्यही हो फर्स्टमा सिकाउरो मान्छे हो यतिको मैले भिडियो हालि नै रहेको छु होइन आफूलाई त फुर्किनु पर्यो कि कसो हो मैले गलत बोलेको होइन त्यही हो अब खुम्ले एउटा दामी गीत गाइदिउँ न त अब अरू पनि जाओस् न तिमीले त लगभग लोकडोरी गीतहरू राम्रो गाउँछौ लोकडोरी गीत एउटा हान न त 50 भइसक्यो अब जानुपर्छ कि जानु त पर्छ अब चाहिँ हामी ढिलो नगरिकन अब हजुरहरूलाई बिदा मागेर हामी यो भिडियोदेखि लगभग आजको लागि चाहिँ हामी छुट्ने नै छौँ फेरि यही अनुहारहरू भोलि पनि आउनेछ तर दिन चाहिँ यही हो भन्नु सक्दिनँ आजको दिन चाहिँ म यहाँ देखाउनु चाहन्छु उठेर बुढेसकाल लाग्यो उठ्नु सक्ने छैन ल यस्तो छ आजको दिन पछाडि हेरिसक्नु होला पछाडि हेरिसक्नु होला मैले खतरै देखाइदिएँ पछाडि चाहिँ होइन त्यही त हो नि यहाँको मजा भनेको गेन्टिङ हाइल्यान्डको मजा भनेको यही हो टक्कसँगले आउने भिडियो बनाउने बस्ने रमाइलो गर्ने साथीहरूसँग ल हेर्नुहोस् यहाँ यस्तो दामी छ होइन अरे वाह अनि हामी चाहिँ कस्तोमा बस्छौँ यस्तो दामी बुट्टाको मुनि सल्लाहको मुनि सैया बस्ने खालको मान्छे हो हामी चाहिँ यो घाम लागेर सल्लाह ढुपीले
यस्तो छ त्यही हो अब कस्तो खालको धुतिया त आजको भिडियो चाहिँ यति नै हो ओइ कस्तो खालको धुतिया होला घोच्छ त नि काँडा काँडा भयो ए घोचिहाल्छ नि होइन यो त यस्तो खालको हुनु पर्ने नि त ल आजको भिडियो चाहिँ यति नै हो अब फेरि धुपीले त भोलि घोच्दैन यार नेक्स्ट भिडियो लिएर आउने नै छु त्यतिको लागि चाहिँ आज म बिदा माग्न चाहन्छु भोलि नेक्स्ट भिडियो लिएर आउने नै छु